गोली हान्ने नेपाल प्रहरीका ती कर्मचारी र आदेश दिने गृहमन्त्रीले राजीनामा तत्काल दिनुपर्छ। आज बाटोमा हिँड्दै गरेको मान्छेलाई मार्न पाउने अधिकार छ। यो दिन आन्दोलनमा मिडियाको प्रोपागान्डा भयो। कसैले हाल्यो आज भिडियो बिन महर्जनलाई टाउको पछाडि हिँड्दै गर्दा आन्दोलन सकिसके पछाडि बाटोमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मारेको भिडियो खै त लाइभ आएको। को साइडमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मार्ने, हत्या गर्ने अनि अहिले ठुलो प्रोपागान्डा गर्ने। आज 6 महिनादेखि 7 महिनादेखि 1 वर्षदेखि तलब दिन नसकेर आज श्रमजीवी पत्रकारको श्रमको शोषण गरेर तपाईँ ती पत्रकारका मालिकहरूले ठुल्ठुला घर र बिल्डिङ चढेर 4 देखि 5 करोड गाडी चढेर हिँड्नु भएको छ। पहिला आफ्ना श्रमजीवी पत्रकारलाई जोगेर्ना गर्नुहोस्। यो व्यवस्था जोगाउने कि नजोगाउने जिम्मा हामीलाई छोड्नुहोस्। त्यो भए हुनाले अहिले माओवादीका सांसदले भन्नुभयो र अहिले पनि एकछिन सुन्नुहोस्। पहिला पनि मैले के भने पहिला स्पष्ट म के भन्न चाहन्छु भने त्यो दिन आन्दोलनमा मिडियाको प्रोपागान्डा भयो। कसैले हाल्यो आज भिडियो, सबै मिडियालाई मैले भनेको होइन, केही साथीहरूलाई भन्न चाहन्छु। सबिन महर्जनलाई टाउको पछाडि हिँड्दै गर्दा आन्दोलन सकिसके पछाडि बाटोमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मारेको भिडियो खै त लाइभ आएको। कहाँ छ मिडिया? कुन ठाउँमा छ? 2-4 जना मिडियाहरू होला जसले आज आरोप लगाइरहेछन्। त्यो भए हुनाले अहिले पनि भन्न चाहन्छु, यो व्यवस्था जोगाउने कि यो व्यवस्था फाल्ने अधिकार राजनीति दललाई, यो पत्रकारलाई होइन। त्यसको पहरेदार गर्नुपर्ने तपाईँलाई कुनै आवश्यकता छैन। हो छानबिन खै त अहिलेको संसदीय छानबिन समिति बनाउने हो कि न्यायिक समिति बनाउने हो कि कस्तो खालको समिति बन्छ? तपाईँहरु मज्जाले अहिले मानवाधिकार आयोगलाई मज्जाले नागरिक समाज र मानवाधिकार आयोगलाई छानबिन गर्न दिउँ। यो केसमा छानबिन गरौँ। दोषी को हुन्, निर्दोष को हुन्, त्यसको स्पष्ट सरकारले खाका बाहिर ल्याओस्, छानबिन गरोस्। म आज पनि भन्छु, दोषीमाथि चाहिँ उन्मुक्ति पाउनु हुँदैन। चाहे त्यो राजनीतिक दलबाट होस्, चाहे त्यो कुनै व्यक्ति होस्, चाहे त्यो सरकारले प्रयोग गरेका भिजिलान्टहरू हुन्, चाहे नेपाल त्यो गोली हान्ने नेपाल प्रहरीका ती कर्मचारी र आदेश दिने गृहमन्त्रीले राजीनामा तत्काल दिनुपर्छ। आज बाटोमा हिँड्दै गरेको मान्छेलाई मार्न पाउने अधिकार छ? के प्रहरीमाथि ढुङ्गा हानेको भिडियो छ त्यहाँ? कि त त्यो भिडियो फेक हो भन्नु पर्यो? आधार छ? बाटोमा उभिएको मान्छेलाई, रोडको साइडमा उभिएको मान्छेलाई प्रहरीले गोली हानेर मार्ने, हत्या गर्ने अनि अहिले ठुलो प्रोपागान्डा गर्ने, यो मिल्दैन। हस्, धन्यवाद। माओवादीको सांसदले अभिलेखन गर्नु भएको छ, के भन्नुभयो? यो संसदमा उभिएर राजाको नाम लिनेहरूलाई, राजाको नाम भजाउनेहरूलाई यो गणतान्त्रिक व्यवस्थाको संसद हो, ती पात्रहरूलाई मार्शल लगाएर बाहिर निकाल्नुपर्छ, घोगरे ठाक लगाएर। बस्ने अधिकार छैन। ठिकै छ, निकाल्नुस्। तपाईले जिताइदिए हो हामीलाई। तपाईलाई नै मार्शल लगाउने भन्ने न, निकाल्नुस् न त। गाडी प्रयोग गर्नुहुन्छ, गणतन्त्रको तेल उपयोग गर्नुहुन्छ। कठै यो प्रश्न सोध्नु भएन हैन? एकछिन सुन्नु। धन्यवाद छ। म उहाँ मान्यज्यूलाई ठिक छ, तपाईँको आरोपलाई स्वीकार्छु। उहाँलाई चाहिँ यो संसद भवनभित्र पनि नजा भन्नुहोस्। एकछिन सुन्नुहोस् न, तपाईँले प्रश्न गरेपछि मलाई जवाब दिनुहोस् न। त्यसो भने जसले मलाई त्यो आरोप लाउनु भयो उहाँलाई यो संसद भवनभित्र हिँडेर पनि नजा भन्नुहोस्, किन यो राजाले बनाएको बिल्डिङ हो, राजा वीरेन्द्रले। यसको नाम वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र हो। त्यसो भने तपाईँ नेपाली कि हो, तपाईँ मान्छे हो भनेर हुन्छ? नेपाली त हो त, नागरिकता छ त। राजाका पालामा बनेको, राजाको पालामा बनेको, राजाका पालामा यसको नामै के हो? वीरेन्द्र। त्यति बेला त के भने पनि अब शेयर होल्डरदेखि लिएर नाम पनि त्यसो भने त जनले यो व्यवस्थामा उभिएर हिँड्न पनि पाउँदैन। राजा वीरेन्द्रले बनाएको यसको भाडा तिरेर किन तपाईँ यहाँ बसिरहनु? भाडा त नतिर्नु पर्दैन। हैन, भाडा तिरेर सुन्नु, यो त राजाका पालामा बने हो नि त। पालामा भन्यो त राजाले हैन, बनाएको। तपाईहरु पत्रकार हो कि माओवादीको कार्यकर्ता हो? प्रश्नको जवाफै दिनुहुन्न। उहाँले के भन्नुभयो पहिला प्रश्नमा? यो गणतन्त्रमा तपाईले यहाँ एकछिन हो त्यहाँबाट हो प्रश्न। मार्शल लगाएर बोल्न पाइँदैन भनेपछि यो गणतान्त्रिक व्यवस्थामा हामीले राजा मान्ने मान्छेले बोल्न पाइँदैन भने राजाले बनाएर राष्ट्रसंस्था का पालामा बनेको संसद भवनभित्र पनि बस्न पाइँदैन। हो सिंहदरबारभित्र पनि बस्न पाइएन, बालुवाटार पनि छिर्न पाइएन। हो होइन, अहिले मैले भनेको के भने उहाँको प्रश्नको जवाफ दिएको मैले।
एकछिन मैले रोक लाउने कुरा होइन, म सरकारको प्रमुख होइन, म रोक लाउने होइन। मैले एउटा कुरो के गरेको प्रश्न माओवादीको कार्यकर्ता हो कि तपाईँ ऊ भन्दैछु तपाईँले, एकछिन मेरो प्रश्नको जवाब त दिन दिनुहोस् एकछिन। होइन 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 तपाईँको जवाब ल सुन्नुहोस् न, होइन होइन ल मिडियाको तपाईँले मलाई प्रश्न गरेपछि मेरो उत्तर तपाईँले सुन्ने कि नसुन्ने, कि त तपाईँ प्रश्न गरिराख्नुहोस्। होइन म चाहिँ बोल्दै बोल्दैन ल। ठिकै छ ठिकै छ ठिकै छ ठिकै छ। कसले लुटे? केपी ओलीका कार्यकर्ताले लुटे, त्यसमा दुई मात्रै छैन होइन। अब अहिले पनि मैले भन्न खोजेको के हो भने यो गणतान्त्रिक व्यवस्थामा कसैले बोल्न पाउँदैन, या संसदबाट निर्वाचित भएको जनतामा निर्वाचित भएको आएको सांसदले आफ्नो राजनीतिक मुद्दा राख्न पाउँदैन भन्ने यदि उहाँको भाष्य हो भने राजाका पालामा बनेको यो संसद भवनभित्र बस्न पाइँदैन भने यति हो प्रश्नको उत्तर। ल अरू कुरा हेर्नुहोस्, ल अरू कुरा हेर्नुहोस्। राजाको घरखेत बनाएर बनाएको भवन त यो होइन, चाइनाले सहयोग दिएर बनाएको हो। त्यसो भने त राजाको पाला हुँदै गर्दा मेरो हजुरबुवा पनि राजाको पालामा हुनुहुन्थ्यो, मेरो हजुरबुवाको पालामा भन्ने कि मैले तपाईँले राजाको पाला। ठिकै छ तपाईँको अर्को प्रश्न अर्को सरकारले पक्राउ गर्ने मनसाय बनाउँदैछ, यसमा तपाईहरुको धारणा के छ? प्रश्न भन्दिनु। अब यसो छ, हामी जानै चाहन्नौँ त किन चाहियो त? त्यो सर्वदलीय बैठक गरेर ओली कमरेड ओलीको उखान टुक्के बैठक गर्थ्यो, सर्वदलीय भयो भने त उखान टुक्का भन्नलाई बोलाएको बैठकमा हामी किन सहभागी कसले? हिम्मत र दम छ भने देखाइदियो भन्छ, छ दम। संसारको सबभन्दा ठुलो कुरा के हुन्छ भने सत्य हुन्छ। सत्य हो, यदि सत्यको पक्षमा यदि कोही मान्छे छ भने हजारौं मान्छेहरू खडा भए पनि एकजना मान्छे मात्र सत्यको पक्षमा सत्यको विजय निश्चित। र आज पनि राजालाई पक्राउ पर्नु भएको छ, महामन्त्री माननीय पक्राउ पर्नु भएको छ। हामी यसमा अदालत जान्छौँ, हामी अदालत जाँदैछौँ, अदालत जान्छौँ। पक्राउ गरे पनि उनीहरूलाई दोषी ठहर गराउन सक्ने दम छ भन्दैछु। अपराध गर्न के लाग्छ त? मलाई पनि त 5-6 वटा मुद्दा झुन्डाएको, खै त आज सांसद छु त, मुद्दा जितेरै। मुद्दा लाग्नु ठुलो कुरा होइन, दोषी प्रमाणित हुनु ठुलो कुरा हो। हस् धन्यवाद। संसदमा त्यो गणतन्त्र विरोधी पार्टीहरू चाहिँ संसदबाट बाहिर गएर चाहिँ सडकमा गए भइहाल्यो नि भनेर भन्छ। जनमत बनाउन किन? ठिकै छ त, ठिकै छ, ठिकै छ त। हामीसँग अहिले जति जनमत छ त्यसको हामी प्रयोग गर्छौँ। जनताले जुन दिन विश्वास गर्छन् त्यो दिन उल्टाउँछौँ, केही टाउको दुखाइ सकियो। धन्यवाद।